फोन फेरि एकदम अल्ट्रा 26 अनि हाम्रो के भन्छ कि त्यो आइफोन कुन 15 प्रो म्याक्स या त 70 प्रो म्याक्समा एउटा लिँदैछौँ है जाँदैछौँ अल्ट्रा या उसमा कुन हुन्छ है डिसिजन हुँदैछ हाम्रो मस्त डिसिजन गर्दैछ केटाहरू कुन फोन लिने के लिने जे हुन्छ जस्तो हुन्छ उहाँको अस्ति मालमा त्यहाँ आउँछौँ पुरा मार्केट सब चालेर के हुन्छ हेर्छौँ है कस्तो कस्तो फोनहरू पाइन्छ उहाँ गएर पुरा 1.5-2 लाखको फोन किन्दैछौँ आज है केटा खाना साना सब ब्रान्च सबैले हेर्छन् अस्ति सालाहरूले 2 किलो अटाएन मैले अब 10 किलो अटाउने छु यहाँ हेरौँला अहिले धेरै होइन 5 किलोको अर्डर भइरहेको छ आज गरौँ बङ्गुलाई स्राम खानुपर्ने हुन्छ अहिले पकाएको रेसिपी पनि देखाउने छौँ होइन कस्तो सिको बनाउने कि आज नबनाइ अर्को पुरा फ्राई गरेर खाने हो सेक पनि बनाउने हो फ्राई पनि ल बङ्गुरको मासु ल्याइदियो यो नभएको न यार कति भएको छु यार कच्चा खोसा जानुपर्ने हुन्छ तिम्रो मानेर लगडा यो एकदम शीतलमा आरामले बस्दैछौँ हामी चाहिँ यता 1.5 लाखको फोन किन्ने मान्छे एकचोटि यता भनिदिनु न कुन फोन किन्ने भनिदिनु न लहर्नुहोस् त लाजले त्यस्तै महँगो फोन लिनु लाग्यो आइफोन 18 लिने कि अल्ट्रा र आइफोनमा एउटा प्योर फिक्स छ यता यस्तो यता चाहिँ बिजी अलि धेरै जस्तो बिजी हुन्छ है ल अनि यता चाहिँ के गरौँ माल पनि माल छ केटा आएको चाहिँ घर देखाउँछु म केटा लास्टै त्यही हाल्यो हान्नै गाह्रो हुन्छ कि माल न चस्मा हालौँ न त ल है केटा यस्तो छ अगाडि पार्क कुनको यहाँ धौरीमा त टाइट हो नि यति चढेपछि 30 रुपियाँ लियो क्या 25 रुपियाँ कति चढेपछि फोन किन्न आएको पस मार्केटै बन्द यस्तै यता रहेन कौन है ये लोग कहाँ से आते के लिएर आएको थियो आज हेर्नु यस्तो छ हेर्नुहोस् हेर्नु गाह्रो छ अब मार्केट चाहिँ अहिले 2 घन्टा लागि चाहिँ पुरा रेस्ट गर्दैछन् है बन्द भइसकेको छ त्यो भएर चाहिँ अब खानाको खोजीमा हाराको खोजीमा हामी चाहिँ डुल्दैछौँ यसो सर्छ अगाडितिर यस्तो छ है अब कता गइन्छ पुरा मल चाहिँ सबै बन्द रहेछ एकछिन पछि आउनु पर्ने हुन्छ आफ्टर 2 आवर्स पछि आइन्छ है यस्तै हो पुरा हो केटा हो मोबाइलको समय आइयो फोन चाहिँ हेऱ्यो अल्ट्रा 26 लाई लगभग 2,70,80,000 पर्न गयो अनि 15 प्रो म्याक्स हेर्दैछौँ हाम्रो 15 प्रो म्याक्स चाहिँ यहाँ छ त्यो चाहिँ नयाँ ब्रान्ड न्यू है यो पनि न्यू यो चाहिँ 17 प्रो म्याक्स है केटा हो
यो चाहिँ अलि बजेट अलि एकदम महँगो पऱ्यो त्यही भएर हामीले सोध्दैछौँ 15 प्रो म्याक्स उठाउँ भनेको है यता फोन किन्ने हाम्रो कालै बनाए यता छ सोध्दैछ अझै पनि हिसाब क्यालकुलेटर हान्दैछ गाउँमा 3 लाख पर्न गयो यार के रम भनेर सोध्दैछ साथीहरूलाई सोध्दैछ के रम कुन किनौँ भनेर अल्ट्रा 25 26 कुन किनौँ भनेर एकदम सोध्दैछ डिसिजन त यसमै गएको छ है सबै यहीँ भन्नु पऱ्यो नि ल यस्तो भनिदिनुहोस् न कुन फोन किन्न ठिक होला जस्तो छ त कुन फोन किन्न ठिक होला जस्तो लाग्यो तपाईँलाई अल्ट्रा या यो भनिदिनुहोस् त यस्तो दोधारमा पर्ने केटाहरू है गाह्रो भइरहेको छ केटाहरूलाई क्यामेरा फेस टु फेस मेन एकदम यता गाह्रो भएको छ यता है हाम्रो चुइके त्यो यहीँ हुनेहरू यस्तो हो केटा हो फोन चाहिँ टन्नै छ प्राइस पनि टन्नै छ है त्यसमा त देखाइदिनु यता चाहिँ भिभोहरूको छ होइन स्याट यता अल्ट्रा 26 को प्राइस यहाँ छ है 26 छ है जम्मा यति छ केटा हो 8,000 हेरेको है यो चाहिँ यस्तो क्यामेराहरू चाहिँ बबालै छ होइन क्यामेराहरू भिडियो क्वालिटीहरू चाहिँ एकदम बबालै छ है चुनिङहरू राम्रो छ तर पैसा पनि बजेट राम्रो छ होइन यस्तो केटा हो चलिरह त्यही भएर सोध्दैछ भने चाहिँ कुन दिने होइन यो छ अल्ट्राहरू चाहिँ यहाँ हो यता हनरको छ है फोल्डिङवालाहरू सोध्दैछ केटाहरूले खोल्ले न के नि हेरिदिनु त है छिकिदिनु होइन के हो भन्नु ल ओम नमः शिवाय मन दोहोरो गराए अब झाट्टो बनायो ल बनायो ल केटा हो यही किन्ने कुरो भयो है 15 प्रो म्याक्स चाहिँ ब्रान्ड न्यू हो केटा यो चाहिँ उताको होइन यो है ब्रान्ड न्यू चाहिँ हो ल ल एकचोटि ल लिए भन्नु हातले देखाउनु कुन फोन लिने देखाउनु त यो ल त्यो अरे ल लु त्यता यताउता ओके ल ल ल Okey, iPhone 15 Pro Max. Okey. Storage 256 GB kan? 256. Okey, jadi 4099 bos bagi 4050. Boleh. Mau bayar cash transfer? Bayar cash boleh. Boleh. के भन्न टुकटुक हो टुकटुक टुकटुक टक्के है केटाहरूको धड्कन रह्यो क्या Ya, video ni kawan you rekod ah. खोला नि त तिमीले Buka. बुका बुका Ataupun macam ni, you buka. बुका ओनर हो न Nanti sekejap dia nak ambil gambar sekejap. tak apa Ini macam ni. Foto pakai macam ni. Okey, macam tu okey. ये ए बुका tak apa खोल्नु के ओके के भएन टाढा भागिदिने त खोल्दै के अरे अब खोलेपछि त नकिन्ने भने भागिदिउँ न त कति अरे होइन कति अरे त भन्नु न हाउ मच 2 लाख ल ल ल है पैसा दिएन पखन त हेर न खोलेर सबै हेर ल यता देखिदिनुहोस् त भने कस्तो छ यसो 17 प्रो म्याक्स हो क्या के अरे खास त तर प्लान चेन्ज भएर केटाहरूलाई चाहिँ 15 प्रो म्याक्स लिएको छ है ल केटाहरू क्यामेरा चाहिँ हान्दै
हाम्रो ओनर आजदेखि मुसुक्कै हाँस्नु भयो ल हेर्नुहोस् त आजदेखि सधैँदेखि लाइभमा गेमिङ हुन्छ है अब गएर अब सिरियस हेर नि कस्तो राम्रो रुन्के हाँस्नु बनाएर ठिक छ धेरै होइन एक मेरो कडा हो मार्केटतिर गएर पाउँछन् किन्यो प्लस च्वाचेको मासु लिएर आइयो है च्वाचेको मासु ल्याएर रेडी काटकुट गराएर एकदम मजाले पटङ भुटेर पनि होइन लगभग पाक्न लागिसकेको छ मेरो चाहिँ यहाँ है तपाईँहरूलाई देखाउँदैछु मैले बनाएको च्वाचे आएको मासु है यस्तो रेडी भएर है एकदम मजाले सुर्या खानु पर्ने हुन्छ है यो चाहिँ मजाले रेडी भइसकेको छ है लगभग हो एकछिन पाक्न दिनु है फ्राई हाल्नुपर्छ एकछिन लाल बनाउनुपर्छ यसलाई अनि यता चाहिँ यस्तो मेरो गिटार छ गाडाङ गुडुङ गर्नलाई राखेको यो बजाउनलाई नजाने पनि गर्न आउँछ है गाइस फाइनली पाकिसकेको छ हल्का यो तेल ग्रेभी पनि अब पासाङमा खानालाई भइहाल्छ होइन ल पाकिसकेको छ अब चाहिँ टक्कै खाना मात्रै रेडी है तपाईँहरूको भागमा त्यति जति हालिदिन्छु आउनु होला है सबै भागिनलाई आफ्नो भागिनलाई आउनु होला ल गाइस ल अब चाहिँ चल्दैको